ब्रेकिङ न्यूज भर्खरै मात्र इजरायल र युएस मिलेर इरानलाई एट्याक गरेका छन् र युएस अफिसियलको अनुसार यो एट्याक अब थुप्रै दिनसम्म कन्टिन्यू हुन सक्ने छ। इरानले पनि जवाफमा इजरायलतिर मिसाइलहरू लन्च गरेको छ भने इजरायलले स्टेट अफ इमर्जेन्सी डिक्लेयर गरेको छ, जसको मतलब इजरायलमा सबै स्कुल, अफिस लगायत मान्छेहरूको आवत जावतलाई रेस्ट्रिक्ट गरेको छ र इजरायली सिटिजन्सहरूलाई सेल्टर लिन आग्रह गरिएको छ। इरानले चाहिँ युएस र इजरायललाई अब इरानले लिने बदलाको लागि रेडी हुनु भनी वार्न गरेको छ, जसको मतलब यो अब फुल स्केल वारमा जान सक्ने छ। खास युएस र इरान बीच न्युक्लियर नेगोसिएसन चलिरहेको थियो, तर त्यो नेगोसिएसन कहीँ पुगेको थिएन। त्यसैले ट्रम्पको अनुसार यो एट्याकको गोल भनेको इरानको न्युक्लियर प्लान र मिसाइल इन्डस्ट्रीलाई डिस्ट्रोय गर्नु हो र मोस्ट प्रोबेबली रेजिम पनि एन्ड गर्नु हो। इनफ्याक्ट डोनाल्ड ट्रम्पले केही क्षण अगाडि मात्र युएसले इरानतिर कम्ब्याटिभ अपरेसन लन्च गरेको भनेका छन् भने अमेरिकन मान्छेहरूको शुद्ध ज्यान जान सक्ने सम्भावना पनि भनेका छन्। अहिले इरानभरि साइरेन बजाएको छ भने इरानले युएसको मिलिट्री बेसहरूमा एट्याक गर्ने सम्भावना एकदमै बढेको छ, जसको मतलब अब आउँदो दिनहरूमा हामीले यो इभेन्ट झन् एस्केलेट भएको देख्न सक्छौँ।